नमस्कार। आज हामी नेपालको इतिहासको एउटा यस्तो अध्याय पल्टाउँदैछौँ जसले देशको आधुनिक रूपरेखा कोर्नमा ठूलो भूमिका खेल्यो। यो कथा हो राणा वंशको, जसले लगभग 1 शताब्दीसम्म नेपालको सत्ता आफ्नो मुठीमा राख्यो। हो, तपाईले ठिक सुन्नुभयो, पुरै 104 वर्ष। सन् 1846 देखि 1951 सम्म नेपालमा राणा शासन चल्यो। यो यस्तो समय थियो जहाँ शाहवंशीय राजा नाम मात्रका थिए र देशको वास्तविक शक्ति वंशानुगत प्रधानमन्त्रीको हातमा हुन्थ्यो, जो सधैँ राणा परिवारकै सदस्य हुन्थे। त्यसो भए यो राणा शासन भनेको आखिर के थियो त? सरल भाषामा भन्नुपर्दा यो नेपालमा चलेको वंशानुगत प्रधानमन्त्रीत्वको एउटा प्रणाली थियो, जहाँ प्रधानमन्त्री नै देशको डिफ्याक्टो अर्थात् वास्तविक र निरङ्कुश शासक थिए। यो एउटा सङ्गठित पारिवारिक तानाशाही नै थियो भन्दा फरक पर्दैन। आजको यो विश्लेषणमा हामी यही 104 वर्ष लामो यात्रालाई विभिन्न चरणमा हेर्नेछौँ। हामी राणा शासनको उदय कसरी भयो भन्नेबाट सुरु गर्नेछौँ अनि संस्थापक युग, शमशेरहरूको युग, पछिल्ला वर्षका चुनौतीहरू र अन्तमा यसको पतन र विरासतको पनि कुरा गर्नेछौँ। ल, सुरु गरौँ है त। पहिलो खण्ड, राणा शासनको उदय। आखिर यो सबैको सुरुवात कसरी भयो? यो शक्ति कब्जाको कथा दरबारभित्रको अस्थिरता, षड्यन्त्र र निकै रक्तपातपूर्ण घटनाबाट सुरु हुन्छ। यो कथाका मुख्य पात्र हुन् जङ्गबहादुर राणा। उनले कोत पर्वको नरसंहार मच्चाएरै सत्ता आफ्नो हातमा लिए, जसले नेपालको राजनीतिको पूरै धारे परिवर्तन गरिदियो। तर उनको शासन शक्तिमा मात्रै सीमित थिएन। विक्रम सम्वत 1910 मा मुलुकी ऐन ल्याएर उनले देशलाई पहिलो पटक एउटा लिखित कानूनी संहिता दिए। अनि सती प्रथा र दास प्रथा जस्ता कुप्रथा हटाउन पहल गर्नु र बेलायत भ्रमण गरेर पश्चिमा अवधारणा भित्र्याउने प्रयास गर्नु, यी सबै उनको शासनका दूरगामी कदमहरू थिए। अब दोस्रो खण्डमा प्रवेश गरौँ, संस्थापक युग। जङ्गबहादुरले बसाएको जगमाथि शासन कसरी अगाडि बढ्यो त? यो समय एकातिर प्रशासनिक प्रयासको थियो भने अर्कोतिर घातक पारिवारिक षड्यन्त्रको पनि। जङ्गबहादुरपछि उनका भाइ रणुदीप सिंह प्रधानमन्त्री बने। उनी अलि फरक थिए, धार्मिक र सोझो स्वभावका शासक मानिन्छन्। उनको पालामा शिक्षा र अदालत स्थापनामा जोड दिइयो, भ्रष्टाचार नियन्त्रण गर्ने र सेनालाई अझ बलियो बनाउने जस्ता काम पनि भए, जसले शासनलाई संस्थागत गर्ने प्रयास देखाउँछ। तर राणा परिवारभित्रको शक्ति सङ्घर्ष सकिएको थिएन र यही एउटा यस्तो घटना घट्यो जसले शक्ति सन्तुलनलाई सधैँका लागि बदलिदियो। त्यो थियो विक्रम सम्वत 1942 को घटना, जसलाई इतिहासमा 42 साल पर्व भनिन्छ। हो, 42 साल पर्वमा प्रधानमन्त्री रणुदीप सिंहको हत्या अरू कसैले होइन, उनकै भतिजाहरू अर्थात् धीर शमशेरका छोराहरूले गरे। यो घटना एक व्यक्तिको हत्या मात्र थिएन, यो त जङ्गबहादुरको प्रत्यक्ष वंशबाट शमशेर वंशमा शक्तिको हस्तान्तरण थियो र यहीँबाट सुरु भयो राणा शासनको दोस्रो अनि लामो युग। तेस्रो खण्ड, शमशेरहरूको युग। यो राणा परिवारको शमशेर शाखाको लामो र निकै प्रभावशाली शासनकाल थियो। यो युगलाई एकातिर विकास निर्माण र अर्कोतिर कडा निरङ्कुशता, यी दुवै कुराले चिनाउँछ। यो युगको सुरुवात गरे वीर शमशेरले। उनको ध्यान देशको भौतिक पूर्वाधार बनाउनमा निकै केन्द्रित देखिन्छ। आज हामीले देख्ने सिंहदरबार, वीर अस्पताल अनि आधुनिक प्रहरी प्रणालीको सुरुवात र थुप्रै पुल तथा सडकहरू, यी सबै उनको पालाका महत्त्वपूर्ण कामहरू हुन्। अब यो स्लाइडले राणा परिवारभित्रको त्यो गहिरो वैचारिक लडाईँलाई छलङ्ग पार्छ। एकातिर थिए देव शमशेर, जो जम्मा 114 दिन मात्रै सत्तामा रहे, तर गोर्खापत्र, स्कुल र संसदको प्रयास जस्ता उदारवादी सुधार गर्न खोजे। अर्कोतिर थिए चन्द्र शमशेर, जसले 28 वर्षसम्म एक शक्तिशाली निरङ्कुश शासक बनेर राज गरे। तर उनले दास प्रथा र सती प्रथालाई पूर्ण रूपमा हटाए अनि 1923 को सन्धिबाट नेपालको सार्वभौमिकतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरे। यो सुधार र नियन्त्रण बीचको गजबको द्वन्द्व थियो, होइन त? अब लागौं चौथो खण्डतिर, उत्तरार्ध। राणा शासनको पछिल्लो समयमा शासकहरूले 20औं शताब्दीका नयाँ चुनौतीहरूको सामना गर्नु पर्यो, जसमा प्राकृतिक विपत्तिदेखि लिएर राजनीतिक परिवर्तनको बढ्दो विश्वव्यापी लहरसम्म सामेल थियो। भीम शमशेर 64 वर्षको उमेरमा सत्तामा आए, तर उनले केही महत्त्वपूर्ण सामाजिक र प्रशासनिक सुधारहरू गरे, जस्तै मृत्युदण्डलाई
आजीवन जेल सजायमा बदल्नु, सरकारी कार्यालयको समय तोक्नु अनि शनिबार बिदा दिने चलन यी सबै उनैले सुरु गरेका थिए। हेर्दा सामान्य लागे पनि यी राज्य प्रशासनलाई व्यवस्थित गर्ने महत्त्वपूर्ण प्रयास थिए। जुत्ता शमशेरको शासनकाल एउटा ठूलो राष्ट्रिय सङ्कटसँग जोडिएको छ। त्यो हो 1934को महाभूकम्प। उनको नेतृत्वमा धराहरा लगायतका संरचनाहरूको पुनर्निर्माण भयो। तर सायद उनको सबैभन्दा दूरगामी काम थियो नेपाल बैंक लिमिटेडको स्थापना। यो देशको पहिलो वाणिज्य बैंक थियो जसले नेपालको अर्थतन्त्रलाई आधुनिकीकरण गर्ने दिशामा एउटा कोशी ढुङ्गाको काम गर्यो। दक्षिण एसियामा परिवर्तनको हावा चलिरहेको थियो। यही माहौलमा अलि उदारवादी मानिने पद्म शमशेरले एउटा महत्त्वपूर्ण कदम चाले। उनले 1948मा नेपालको पहिलो वैधानिक कानून जारी गरे। हुन त यो पूर्ण रूपमा लागू हुन सकेन, तर यो राजनीतिक सुधारतर्फको एउटा सतर्क तर ऐतिहासिक प्रयास थियो। यसले राणा शासन अब पुरानै पाराले चल्न सक्दैन भन्ने सङ्केत दिएको थियो। र अब हामी आइपुगेका छौं हाम्रो विश्लेषणको अन्तिम खण्डमा, राणा शासनको पतन र विरासत। यो एक युगको अन्त्य र नयाँ युगको सुरुवातको कथा हो। अन्तिम राणा प्रधानमन्त्री थिए मोहन शमशेर। उनी एक कट्टर परम्परावादी शासक थिए जसले कुनै पनि हालतमा राजनैतिक सुधार हुन दिन्न भन्ने अडान लिएका थिए। र विडम्बना के भयो भने उनको यही कठोर अडानले नै राणा शासनको पतनलाई झनै छिटो बनाइदियो। त्यसपछि त घटनाक्रम निकै तीव्र गतिमा अघि बढ्यो। 1948मा पद्म शमशेरको संविधान दबाइयो। 1950मा राजा त्रिभुवनले राणा शासनको विरोध गर्दै भारतमा शरण लिए, जसले आन्दोलनलाई ठूलो बल दियो। राजाको समर्थन पाएको जनआन्दोलनले अन्ततः 1951को फेब्रुअरीमा मोहन शमशेरलाई सत्ता छोड्न बाध्य बनायो र यसरी 104 वर्षे लामो राणा शासनको औपचारिक अन्त्य भयो। त्यसो भए इतिहासको तराजुमा राणा शासनको विरासतलाई कसरी हेर्ने? यसका दुईवटा पाटा छन्। एकातिर मुलुकी ऐन जस्तो कानूनी सुधार, भौतिक पूर्वाधारको जग, वैदेशिक सम्बन्धको सुरुवात र सती तथा दास प्रथाको उन्मूलन जस्ता सकारात्मक कामहरू छन्। तर अर्कोतिर अधिकांश समाज र अर्थतन्त्र उपेक्षित रह्यो, धन र शक्ति एउटै परिवारमा थुप्रियो र राजनीतिक स्वतन्त्रताको त कुरै थिएन। तर एउटा रोचक र अप्रत्याशित परिणाम के देखियो भने यही निरङ्कुश शासनको विरुद्धमा नै नेपालमा आधुनिक प्रजातान्त्रिक चेतनाको बिउ रोप्यो। अन्तमा एउटा प्रश्नमा विचार गरौँ। नेपालको आधुनिकीकरणको यो जटिल कथामा राणाहरूलाई नायक मान्ने कि खलनायक? सायद इतिहासले यति सरल जवाफ दिँदैन। उनीहरूको भूमिकालाई उनीहरूले गरेका सुधार र निर्माण अनि सँगसँगै गरेको दमन र शक्तिको केन्द्रीकरण, यी दुवै पाटोलाई सँगै राखेर मात्र विश्लेषण गर्न सकिन्छ।